सच्चा मित्रको जसले तपाईँको बारेमा हामीले एकअर्काको बारेमा जान्नु, केटी पटाउनु सिकाउनु, नराम्रो आदतहरू सिकाउनु, नराम्रो जग्गातिर जानु सिकाउनु, के यो सच्चा मित्र हो? वास्तवमा मैले पनि यस्तै सोच्ने गर्थेँ क्या। तर अहिले मलाई क्लियर भयो कि सच्चा मित्र चाहिँ एक मात्र हुन्छ, जो हो कृष्ण, जो सदा रहिरहन्छ। र सच्चा मित्र चाहिँ कहिले छोडेर जाँदैन। मेरो एउटा साथी थियो, उसले मलाई बेस्ट फ्रेन्ड भन्थ्यो। तर अहिले गएर परिवर्तन भएर उसले कसैलाई अरूलाई बेस्ट फ्रेन्ड भनेछ। के यो मित्रता हो र? साँचो मित्रता हो र? होइन नि। र साँचो मित्र एकै हो, त्यो हो श्रीकृष्ण, जो हर क्षण हर परिस्थितिमा हाम्रो साथमा हुनुहुन्छ। बस हामीले त्यसलाई कृष्ण भावनाले त्यसलाई जागृत गर्नु छ। तब हामीलाई महसुस हुन्छ, तब हामीलाई ज्ञान हुन्छ कि सच्चा मित्र को भनेर। हरे कृष्ण। त्यही कारणले आफ्नो भित्र भएको कृष्णलाई चिन्नुहोस्, मित्रलाई चिन्नुहोस्, कृष्णलाई मित्र बनाउनुहोस्, कृष्ण भावनाले पुरा जागृत गर्नुहोस् र साँचो मित्र कृष्णको साथ पाउनुहोस्। हरे कृष्ण।